कुर्सीको माया देखियो है यार माया हैन मोह हो म सभाका सदस्यहरू अब म उक्त प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु। यो प्रस्ताव छलफलमा भाग लिन चाहनुहुने प्रत्येक सदस्यहरूलाई छलफलको लागि 3 मिनेटको समय निर्धारण गरेको छु। निर्धारित समयभित्र सदस्यहरूले आफ्नो भनाइ राख्नु हुन अनुरोध गर्दछु। सर्वप्रथम सदस्य श्री रोशन बस्नेतलाई छलफलमा भाग लिन समय दिन्छु। यस सभामा उपस्थित सम्पूर्ण सदस्यहरू, आज हाम्रो भेरी गाउँपालिकाको 15औं अधिवेशन सञ्चालन भइरहेको अवस्थामा हामीले बजेट मासिकको छलफल गर्न गइरहेका छौँ। त्यसमा भर्खरै हाम्रो उपाध्यक्ष प्रस्तुत गर्नुभएको आर्थिक विधेयकमाथिको छलफलमा मैले राखेका कुराहरू दुई चारवटा छन्। विशेषतः यो बजेटको आर्थिक विधेयक पनि पुरानो आर्थिक वर्षको जस्तै सर आएको र खालि केन्द्रलाई चाहिँ र प्रदेशलाई चाहिँ उहाँको विचारलाई मैले यहाँ सम्बोधन गर्न चाहन्छु। उहाँले राख्नुभएको थियो प्राकृतिक स्रोतहरूको पनि कर उठाउन सकिन्छ भनेर, तर हामी स्थानीय तहलाई प्राकृतिक स्रोतको रोयल्टी उठाउने नभएको हुँदा यसतर्फ हाम्रो विचार गरेन। अनि हाम्रो गाउँपालिकाको अवस्था, उपलब्ध साधन स्रोत, अनि ऐन कानुन र कार्यविधिहरूले दिएको अवस्था, अनि हामीलाई प्राप्त हुने अनुदान सम्पूर्ण विषय हामीले अध्ययन गरी यो करका दरहरू निर्धारण गरेको र कर उठाउने विषय निर्धारण गरेको हुँदा यो विधेयक ठिक छ भनेर म यो प्रस्तावलाई अगाडि बढाउन चाहन्छु। आर्थिक विधेयक 2082 पर यो छलफल यही समाप्त हुन्छ। सभाका सदस्यहरू, अब म उपाध्यक्ष श्री पार्वती भण्डारीलाई विनियोजन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। विचार गरियोस् भन्ने प्रस्ताव हो। सभाध्यक्षज्यू, यस गाउँपालिकाले आगामी अबका लागि सञ्चालन हुने विभिन्न कार्यक्रमहरू तय गरेको छ। सोही कार्यक्रमहरूलाई सञ्चालन गर्नको लागि र व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने खर्चका लागि तयार गरिएको विनियोजन विधेयक 2082 पर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न चाहन्छु। सभाका सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। हुन्छ भन्ने सदस्यको बहुमत भएकोले विनियोजन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु। सभाका सदस्यहरू, अब उपाध्यक्ष श्री पार्वती भण्डारीले सभामा प्रस्तुत गर्नुभएको विनियोजन विधेयक 2081 माथिको छलफल प्रारम्भ हुन्छ। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक सदस्यहरूलाई छलफलको लागि 3 मिनेटको समय निर्धारण गरेको छु। निर्धारित समयभित्र सदस्यहरूले आफ्नो भनाइ राख्नु हुन अनुरोध गर्दछु। सर्वप्रथम सदस्य श्री
छकलाल आलेलाई छलफलमा भाग लिन समय दिन्छ। सम्मानित सभाका श्रीमान सभाध्यक्ष, सभा सदस्य तथा सुशासन समितिको संयोजक छकलाल आलेको तर्फबाट स्वीकार्नुहोस् ज्ञान अभिवादन। भर्खरै मात्र उपाध्यक्षज्यूबाट विनियोजन विधेयक 2082 पेश भएको कुरा अवगत नै छ। छलफल सत्रमा म आफ्ना धारणाहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु। हेरी हेरी यही पेरी फेरि सुखी भेरीबासी र समृद्ध भेरी आदर्श वाक्य चाहिँ हाम्रो यस पालिकाको रहेको कुरा म स्मरण गराउन चाहन्छु। यो स्थानीय सञ्चित कोषको व्यवस्थापन र अख्तियारीको लागि विनियोजन विधेयक 2082 एक मार्गदर्शक र अख्तियारीको रूपमा रहेको विषयमा कुनै सन्देह छैन। मैले सरसरी यो विधेयकको मस्यौदा अध्ययन गरेँ र गत वर्षको मस्यौदासँग तुलना गरेँ यसको, र त्यति ठुलो तात्विक भिन्नता चाहिँ मैले देखेँ। र हृदयङ्गम गर्दाखेरि हाम्रो नीति, कार्यक्रम, योजना, मार्गनिर्देशक सिद्धान्तहरू अनुरूप बजेट तर्जुमा लगाउँदाखेरि पक्कै पनि हाम्रो त्यो अपूर्व गन्तव्य भेदन गर्न सकिने अवस्था हुँदैन। यस विधेयकको सन्दर्भमा रकमान्तर चाहिँ 25% नहुने गरी हुन सक्ने व्यवस्था चाहिँ गरिएको छ यो विधेयकमा। यसले आर्थिक अनुशासन र योजनाको प्रभावकारिता कमजोर हुने विगतको जो अनुभव छ त्यो छर्लङ्गै नै छ। त्यसैले म यसलाई 15% सीमित राख्न म जोरदार सुझाव र माग गर्न चाहन्छु। यसै गरी अनुसूची 1 मा वडा समितिलाई 60 करोड 10 लाख रुपियाँ चाहिँ विनियोजन गरिएको रहेछ, जो वडाको आवश्यकताको पर्सपेक्टिभबाट हेर्दाखेरि सान्दर्भिक नै छ, तर खुद्रे र टुक्रे आयोजनाहरूलाई बढावा नदिने कुरामा प्रष्ट र त्यसपछि सचेत हुनुपर्ने नै देखिन्छ। बजेटको पूर्व छलफलमा 5000 देखिका योजनाहरू बारे छलफल हुँदा म त्यो दुर्भाग्यशाली साक्षीको सूचीमा म मौजुद थिएँ। यो सोचनीय विषय हो। 2 पेजको छ यो विधेयक। यो विधेयकमा 12 ठाउँमा चाहिँ भाषागत शुद्धिकरण गर्नुपर्ने अवस्था चाहिँ देखिएको छ। म अघि पनि यो पेश हुँदैन पर्ने भनेर अघि विरोध जनाएको थिएँ। यो विरोधन विधेयकमा विचार गरियोस् भनेर पेश भएको छ। यो विचार गर्नुपर्ने बेला हुनु पर्यो विनियोजन विधेयक, अनि विचार हुन्छ। यो विनियोजन विधेयक जुन बनाउनु भएको छ, जुन रकम यो नदी नालाको लागि, नदी नाला तटबन्धनको लागि 1 रुपियाँ पनि बजेट छुट्याएको मैले देखिनँ। मैले सरसर्ती हेरेँ, छुट्याएँ कि सायद छुट्याएन, राखेको रहेछ जस्तो लाग्यो। हामी यहाँ आएर डेलिगेसन गरेको थियो, हामी लबिङ पनि गरेको थियो, हामी वडा अध्यक्षहरूले लबिङ गरेका थियौँ, तर सभाध्यक्षले र हाम्रो विनियोजन विधेयक बनाउने शाखाले यो नसुनेको हो कि यो नदी नाला तटबन्ध नभएर 100औं बिघा जमिन त्यो बाढीले गर्दा त्यो जलमग्न हुन्छ, त्यहाँ खेतीको आवश्यकता छैन। त्यसमा मेरो आफ्नै 1.5 बिघा जमिन जलमग्न भएर उब्जाउ कम भएर श्री पार्वती भण्डारीलाई विनियोजन विधेयक 2082 को छलफलको क्रममा सदस्यहरूले उठाउनु भएका जिज्ञासाहरू र खर्च कटौतीको प्रस्ताव उप जवाफ दिन अनुमति दिन्छु। समितिका सदस्यहरू र संयोजकले राख्नुभएको विचारहरू छलफल हुँदा हाम्रो अवस्था बारेमा हजुरहरूलाई म जानकारी गराउन चाहन्छु। अगाडि भन्नुभयो 25% रकमान्तर 25%लाई झारेर 15%मा ल्याउने कुरा गर्नुभएको थियो। यो कानुनी रूपमा नै बन्देज नगरेर यसलाई आवश्यकताको र औचित्यको आधारमा हामीले खर्च गर्ने भएको हुँदा यसलाई चाहिँ 25%मा नै सीमित राखेका हौँ यस अवस्थामा चाहिँ। अनि अन्य टुक्रे आयोजनाहरूमा खर्च भइराखेको छ भन्नुभएको छ। त्यो चाहिँ अब गाउँहरूमा ठाउँमा विभिन्न ठाउँमा बाटोहरू भत्किएको, पहिरोले पुलहरू लगेको हुँदा तिनीहरूमा टुक्रे सानसाना आयोजना निर्माण गर्नुपर्ने हुँदा त्यो आवश्यकताकै आधारमा यसलाई छनौट गरिएको थियो। अनि उहाँले भन्नुभएको थियो भाषागत शुद्धताको विषयमा चाहिँ हामीले हेर्नेछौँ र यसलाई समितिलाई म भनेर यसलाई सच्याउन लगाउनेछु। अनि अर्को सदस्यज्यूले भन्नुभएको थियो स्वयंसेवक शिक्षकहरूमा खर्च राख्नु भएको छ भनेर। यसमा चाहिँ यो हामीले अहिले गाउँमा जनचेतना अलि नभएको अवस्था छ, महिलाहरू अझै पनि धेरै पछाडि परेको अवस्था, विभिन्न जातिहरू पनि पछाडि परेको अवस्थामा जनचेतना फैलाउनका लागि स्वयंसेवक शिक्षकहरूको व्यवस्था गरिएको हो। यो अगाडि पनि यसको कार्यक्रमहरू भइराखेको छ र यसले निश्चित उद्देश्य पनि उपलब्धि हासिल गरेको हुँदा यसलाई अहिले पनि यो कार्यक्रममा राखिएको छ।
त्यस्तै तटबन्ध निर्माणको लागि सशक्त अनुदान आएको हुँदा हामीले यस विनियोजन ऐनमा यसलाई राखेका छैनौँ। यसले सशक्त अनुदानबाट नै हामीले यो कार्यक्रम आयोजना गर्नेछौँ भन्ने पुष्टि गराउन चाहन्छु। यो त्यसैले यो विनियोजन विधेयक सही छ भनेर म अगाडि बढ्न चाहन्छु। सभाका सदस्यहरू, अब म सदस्य श्री हरेन्द्र चौधरीले विनियोजन विधेयक 2082 माथि पेश गर्नुभएको खर्च कटौती सम्बन्धी प्रस्ताव फिर्ता लिन चाहनुहुन्छ भने सोको लागि समय उपलब्ध गराउँदछु। फिर्ता लिन सभाका सदस्यहरू, विनियोजन विधेयक 2082 माथि सदस्य श्री हरेन्द्र चौधरीले पेश गर्नुभएको खर्च कटौतीको प्रस्ताव फिर्ता लिन अस्वीकार गर्नुभएकोले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। हुन्छ। यसको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। सभाका सदस्यहरू, अब म कार्यपालिका सदस्य तथा उपाध्यक्ष श्री पार्वती भण्डारीलाई विनियोजन विधेयक 2082 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सभाध्यक्षज्यू, यस गाउँपालिकाको आर्थिक विधेयक 2082 लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न चाहन्छु। सभाका सदस्यहरू, अब म यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने सदस्यको बहुमत भएकोले विनियोजन विधेयक 2082 बहुमतले पारित भएको घोषणा गर्दछु। सभाका सदस्यहरू, अब म विधेयक प्रस्तुतकर्ता सदस्य तथा उपाध्यक्ष श्री पार्वती भण्डारीलाई आर्थिक विधेयक 2082 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सभाध्यक्षज्यू, यस सभामा पेश भएको विनियोजन विधेयक 2082 लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न चाहन्छु। धन्यवाद। सभाका सदस्यहरू, अब म यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ उक्त आर्थिक विधेयक 2082 सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु। उपर विधायन समितिको प्रतिवेदन पेश भइसकेकोले प्रतिवेदन सहितको विधेयकमा छलफल गर्न लुम्बिनी प्रदेशको कानुन निर्माण प्रक्रिया सम्बन्धी ऐन 2075 को दफा 19 अथवा 2 बमोजिम सामाजिक विकास समितिका संयोजक श्री कालिका तिमलसिन्हा लम्साललाई उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु। धन्यवाद। विधायन समितिमा पेश गरेको शिक्षा विधेयक 2081 मा छलफल भई प्रतिवेदन समेत सभामा पेश भएको छ। उक्त प्रतिवेदन र छलफलको आधारमा शिक्षा विधेयक 2081 लाई छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न चाहन्छु। धन्यवाद। विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोला।
यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। नगरपालिकाको शिक्षा विधेयक 2081 को विधान प्रतिवेदन जुन पेश भएको छ त्यसमा मैले उठाउन चाहेको कुराहरू मलाई लागेको कुराहरू भन्न गइरहेको छु। अहिले जुन यो विवेचकको अध्यक्षको कुरा जुन ल्याउनु भएको छ, अब म सदस्य श्री नरेन्द्र यादवलाई छलफलमा भाग लिन समय दिन्छु। समय 3 मिनेट। धन्यवाद सभाध्यक्ष महोदय। अघि सरले केही 3वटा विषयवस्तुको रूपमा राख्नुभएको छ। एउटा चाहिँ विद्यालय व्यवस्थापन समिति सम्बन्धमा, एउटा चाहिँ स्वयंसेवक शिक्षकको कुरा, अनि एउटा समायोजनको कुरा पनि जोड्नु भएको छ र एउटा मैले थप त्यो खाजा सम्बन्धी त्यो विषयवस्तु पनि जोड्न चाहेँ। यो सम्मानित सर्वोच्च अदालतले चाहिँ विद्यालय व्यवस्थापन समितिमा वडा अध्यक्षलाई अध्यक्ष नबनाउने भन्ने कुराहरूको नजिर स्थापित गरिसकेको हुनाले त्यसमा थप धेरै बोलिराख्नु पर्छ जस्तो मलाई लाग्दैन। त्यो चाहिँ त्यो सुतेकालाई बिलाउन चाहिँ सजिलो हुन्छ। जानी जानी सुतेकालाई बिलाउन सर्वोच्च अदालतले त्यो कुरा बोलिसकेपछि त्यो फेरि विधेयकमा त्यो विषयवस्तु राख्नु अलिक उचित देखिएन। त्यसमा चाहिँ बरु मैले मेरो संशोधनमा के राखेको छु भने सुरुमा जुन 4 जना, 2 जना पुरुष र 2 जना महिला जनताबाट प्रत्यक्ष अनुमोदित, अभिभावकबाट भनौँ, जनताबाट भन्दा पनि अभिभावकबाट प्रत्यक्ष अनुमोदित हुनुहुन्छ, त्यो 4 जना मध्ये 1 जनालाई चाहिँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने प्रस्ताव ल्याइयो। किनभने उहाँहरूले फेरि मनोनित गरेको 2 जना उहाँहरूको आफ्नो मान्छे हुन सक्नुभयो। तर त्यो सुरुको 4 जना भनेको अभिभावकबाट प्रत्यक्ष रूपमा चुनिएर अथवा सहमतिबाट आएका व्यक्तिहरू हुनुहुन्छ। त्यहाँबाट चाहिँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने त्यो चाहिँ एउटा संशोधन। अर्को चाहिँ स्वयंसेवक शिक्षकको कुरा गर्नुभयो। अघि यो हाम्रो शिक्षा विधेयक र बजेटको तालमेल नमिलाइएको त्यो बुझिएको छ। अघि चाहिँ हामीले के भन्यो भन्दाखेरि स्वयंसेवक शिक्षक त्यो समाजमा जनचेतना फैलाउनको लागि अथवा अलिकति पछाडि परेको छ, त्यो सन्दर्भमा चाहिँ हामीले स्वयंसेवक शिक्षक राख्ने भन्यो। अर्कोतिर विधेयकमा चाहिँ के भनिँदैछ भने विद्यालय समायोजन गर्ने। विद्यालय समायोजन गर्दा त शिक्षक सङ्ख्या त्यही बढिहाल्छ नि। त्यो आवश्यक रूपमा स्वयंसेवक शिक्षक चाहिँ अनावश्यक रूपमा किन राख्न खोज्यो? पहिला हामीले एउटा स्टडी गरौँ, त्यो विद्यालय समायोजन पनि के आधारमा गर्न खोज्यो? भौगोलिक रूपमा हो कि विद्यार्थी सङ्ख्याको अनुपातमा हो कि विद्यार्थी र शिक्षकको अनुपात चाहिँ त्यो सम्बन्धमा केही छलफलै भएको छैन। अचुवावतामा विद्यालय समायोजन गर्ने अनि स्वयंसेवक शिक्षक पनि राख्ने, शिक्षक पनि बढी छुट्याउनु। अनि एउटा चाहिँ खाजा सम्बन्धी कुरा, अब हामीले मेन बनाएर चाहिँ त्यसलाई खाजा खुवाउने कुरा गर्छौँ। अब सङ्घीय सरकारले 15 रुपियाँ दियो। आजको यो महँगाइको जमानामा 15 रुपियाँमा कुन चाहिँ गुणस्तरीय खाजा खुवाउन सक्नुहुन्छ त्यो बारेमा पनि प्रश्न पार्टी गर्न अनुरोध गर्दै मेरो छलफलको विषयले भेरी गाउँपालिकाको शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 माथि सभामा भएको छलफलमा उठेका सवालहरूका सम्बन्धमा जवाब दिन विधेयक प्रस्तुतकर्ता सदस्य एवं सामाजिक विकास समितिका संयोजक श्री कालिका तिमनशिला लम्साललाई समय दिन्छु। संविधानले नै आत्मसात गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रणालीमा संविधानको धारा 226मा र संविधानको अनुसूची 8मा स्थानीय तहको अधिकार अन्तर्गत आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार बकाइदा रूपमा स्थानीय तहलाई नै रहेकोले शिक्षा विधेयक 2081लाई पारित गर्न मनासिबदेखि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न चाहन्छु। हुन्न भन्ने सदस्यहरूको बहुमत भएकोले गाउँपालिकाको शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।